भाइ यो बबल्स कति हो? मलाई त थाहा भएन कि म दादालाई सोधिहाल्छु भाइलाई त 68 भनेको पनि थाहा छैन रहेछ, लुन्डाइदिनु पर्यो। 68 भनेको चाहिँ भाइ 38 हो। लानुहुन्छ उसो भए 5 वटा देऊ न भाइ ल। 68 भनेको त कति भन्नुभयो है 190 भएछ। अन्त भाइ अहिले चाहिँ के गर्दैछौ तिमी? अहिले त पढ्दैछु अन्त कतिमा पढ्दैछौ? 11 मा दादा। ए राम्रो पढ्दो रहेछौ त है। यसरी नेपालीहरू मजाले भनेको पनि बुझ्नै। 68 भनेको चाहिँ 38 हो ल। मजाले पढ्दो रहेछ, यसरी राम्ररी पढ्दै जानु, उन्नति गर्दै जानु ल। आफ्नो भाषाको यसो सिक्नुपर्छ है ल अलिकति मजाले। अन्त यहाँ त 200 रुपियाँ मात्रै छ, अन्त कतिवटा बेच्छ अरे तैँले? मैले 5 वटा बेच्यो दादा। अन्त 5 वटाको त अन्त 68 रुपियाँले त 340 रुपियाँ पो हुन्छ त, कसरी 200 रुपियाँ थापिस्? अन्त 68 रुपियाँ भनेको त अन्त 38 भन्यो त मलाई त। हो त्यही भएर आफ्नो नेपाली भाषा चाहिँ राम्ररी बुझ्नुपर्छ, आफूले राम्ररी पढ्नुपर्छ। 68 रुपियाँ भनेको चाहिँ 68 रुपिस हो।